के चाह्यो कहाँबाट आउनु भएको गोर्खादेखि आएको यता कताबाट आउनुभयो त यता त्यही मन्दिर बसेको थियो मन्दिरदेखि उठेर गोर्खा कहाँ घर कालिका के खाने त रोटी तरकारी खान्छ ल बस्नु तपाईँ कोही छैन र ए ल त्यही भयो नि खानु ल हेर्नुहोस् है उहाँलाई चाहिँ मैले खानासाना दिएँ खानुभयो अब मसँग जे छ त्यो होइन आफूले दियो खायो अनि उहाँ जाने भनेर उहाँलाई फेरि मैले है गाडीमा चढाएर पठाइदिएँ है साथीहरू कति दिन भयो र नखाएको हाइवे मोमोले गर्ने सेवा यही हो र यस्तो अब बुढो रहेछ दुःख पाएको जस्तो लागेर माया लाएर उसलाई चाहिँ 2 दिन भयो अरे खाना नखाएको त्यही भएर मैले खाना दिएँ र गोर्खा हो अनि मैले चाहिँ उहाँलाई चाहिँ गाडी चढाएर पठाइदिएँ है खाना पनि अब 2 दिन नखाएको लास्टै भोक लागेको रहेछ उहाँलाई अब बुढो मान्छे है सेवा गर्न मन लाग्यो हामी नेपालीहरूको मनमा माया र दया हुन्छ साथीहरू के गर्ने है ल फलो गर्नु होला है हाइवे मोमो